कञ्चनपुरबाट छु हैन। मेरो बसाइ छ कञ्चनपुरको झलारी एरियामा। अरू मेरो पेसा रहेको छ अहिले एग्रिकल्चर अन्तर्गत मसरुम खेती नै म गर्छु। च्याउ खेती सिजनल अफ सिजनल दुईटै चल्छ मेरो। च्याउ अनि अहिले चाहिँ हामी ड्राई प्रोडक्टको सेलिङको लागि अहिले तयारी गर्दैछौँ। अब च्याउहरू सुकाएर अब मार्केटमा पठाउने कुरा छ, त्यहीतिर लाग्दैछौँ। अरू मेरो चाहिँ स्टडी भनेको एग्रिकल्चर नै थियो। त्यही अन्तर्गत मैले अध्ययन गरेर फेरि अहिले पेसा पनि एग्रिकल्चरै चालु छ। अरू अहिले खेतीपातीमै लाग्छौँ अरू त। अरू यो क्लास चाहिँ हाम्रो लागि बेटरै छ। अब यो जति नलेज हामी अहिले प्राप्त गऱ्यौँ त्यो सबै अब प्र्याक्टिकल गर्छौँ। अनि अहिले सिकेको कुरा पनि सबै राम्रै छ। हामीले चाहेको भन्दा बढी पनि पाएका छौँ यसमा। सरलाई पनि धेरै धेरै धन्यवाद जो बोनसहरू पनि दिनुभएको छ। अरू आउँदो दिनमा पनि सहयोगको लागि जुन राख्नु त्यो पनि हामीलाई धेरै राम्रो लाग्यो। त्यसको लागि सरलाई पनि धेरै धेरै धन्यवाद। हुन्छ सर, ठिक छ।